सोध तेरै सोध। अर्को प्रश्न यहाँलाई, नेपाललाई अमेरिका जस्तो बनाउन के गर्नु पर्ला? तेरो मुख फोर्नुपर्छ, तँलाई साफ सिलौटामा राखेर पिसिए दिनुपर्छ क्या, तेरो माथि डोजर चलाइदिनुपर्छ बौलुन। यो कुन यार साफ श्रीमतीको डिबी परेर आएको मान्छे जस्तो छ यार, यो साला दिमाग खराब गरेछ यार। आफ्नो पैसाले मापसै गर्दैन नि यस्तोहरू, फोकटको खान्छ क्या। साफ हेर न अनुहार लोट्रीको टिकट जस्तो छ, त्यो पनि नपर्ने क्या। ए बगलोल एउटा कुरा, अमेरिकालाई त अमेरिका रहन दे, नेपाललाई किन अमेरिका बनान्छस् रे? किन बनान्छस्? तिम्रो काका ठिकदार हो? अमेरिकालाई के नेपाललाई अमेरिका बनाउँछ? नेपाललाई कसरी राम्रो नेपाल बनाउनु पर्छ सोध्न। बा मुख फारेर भनिदियो अमेरिकालाई नेपाल जस्तो, नेपाल जागर तै बना पागला कहीँका पग्ल्यो। दिमाग हाफै माइन्ड हो यो, पुरा दिमाग छैन। पोलियोको ब्रान्ड मास्टर। ल भयो मिठालालजी, अर्को प्रश्नतर्फ लागौँ। भन के भन न त प्रश्न के? देखिएको छ यहाँ नेपाली कलाकारहरू अमेरिका आएपछि लुक्छन् भाग्छन्, यो बारेमा यहाँ के भन्नुहुन्छ?